नमस्कार नमस्कार सबैलाई। हेर्नुहोस् कस्तो छ चिसो भन्ने कुरा यहाँ। फाइनली म पाथिभारा आइसकेको छु गाइस। पाथिभाराहरूको केही झलकहरू, यहाँ बरफहरू पहिले हेर्न सकिन्छ, कत्तिको छ यहाँनिर है। सेतै यो बरफ नै हो, मेबी माइनसमै होला यहाँको डिग्रीहरू। हावा पनि चिसो चलेको छ। यी क्षेत्रहरू यस्ता छन् हेर्नुहोस्। अनि फेरि यो चाहिँ बलि दिने ठाउँ रहेछ। यहाँको क्षेत्रहरू चाहिँ बलि दिने ठाउँ। अनि बाँकी तपाईँहरूलाई देखाउँछु केही, पाथिभाराको दर्शन गराउँछु। अनि यहाँ केही घन्टीहरू छन्। अनि यहाँ पाथिभाराको दर्शन गरिहालौँ, तपाईँहरूलाई गराइदिन्छु। यहाँ पाथिभाराजी हुनुहुन्छ, माता होइन। सबैजना दर्शन गर्दै हुनुहुन्छ। यहाँ दान होइन, यहाँ दानपेटीहरू के छन् भने हो यहाँ छन्। र यतातिर पनि होम गर्ने, बत्ती बाल्ने यहाँनिर छन् गाइस। यस्तो हो। यहाँनिर चाहिँ पुरै जहाँ पनि बरफ नै छ। यहाँनिर लाख बत्ती बाल्ने ठाउँ रहेछ। ओके गाइस, हामी फाइनल्ली एकदम चिसो ठाउँमा आइसकेका छौँ। जे होस्, पाथिभाराको कृपा बनिरहोस् सबैमा, त्यही चाहन्छु। सबैलाई होइन कृपा गरून् पाथिभारा माताले। लगाइस बाँकी अर्को एपिसोडमा भनौँला के कस्तो छ यहाँको अझै है त। जय पाथिभारा, जय पाथिभारा माता की जय। यो हुस्योले गर्दा अलिकति क्लियर भएन होला है, र पनि पाथिभारा मातालाई उहाँ पर हुनुहुन्छ, देखिराख्नु भएको छ होइन। मान्छेहरूले गरेका छन् कि दर्शन। ओके ल। भयो भने भन्नु। स्टार्ट गरिदिइसक्यो। पर्ख रे। यो कहाँ छोड्नु?